हेलो एभ्रिवान, आज चाहिँ मोमो होइन तपाईलाई आउँलाको अचारको रेसिपी बताउनेवाला छु। यो चाहिँ सिम्पल इन्ग्रेडियन्ट्स यति नै हो। त्यसमा चाहिँ एउटा प्यान बसालेर त्यहाँदेखि चाहिँ यसमा त्यो सबै उयोलाई चाहिँ हल्का रोस्ट गरेर त्यसलाई रेडी गर्नुपर्छ। रोस्ट गरिसकेपछि त्यसलाई एउटा थालमा हालिदिनुहोस्। थालमा त्यहाँदेखि हल्का सेलाएको जस्तो गरेर त्यो कुट्नेमा चाहिँ तपाईलाई सबै हालेर कुटिदिनु। हल्का कुट्दै त्यहाँदेखि त्यसलाई हेर्दै कुटेर त्यहाँदेखि तपाईँले त्यसलाई निकालेर यस्तो कुट्नुहोस् कि जसमा चाहिँ दरदरा होस्। मिक्सीमा पिने भने चाहिँ तपाईँको मिहिन हुन्छ कि, त्यही भएर हल्का दरदरा हातमा अलिक दरदरा हुने गरी कुट्नुपर्छ। त्यहाँदेखि चाहिँ मैले चाहिँ स्पाइसको लागि चाहिँ ग्रिन चिल्ली एड गरेको छु। सुक्खा चिल्ली पनि तपाईँ एड गर्न सक्नुहुन्छ, तर मैले चाहिँ ग्रिन चिल्ली नै प्रिफर गरेको छु। अनि ग्रिन चिल्ली गरिसकेपछि त्यसलाई धुई पखाल गरेर रेडी राखेको छु एक जग्गा। त्यहाँदेखि चाहिँ फेरि आम्लालाई चाहिँ स्टिम भएको आम्लालाई चाहिँ केलाएर त्यहाँदेखि यसरी पाट छुट्टाएर राख्नुपर्छ। राखिसकेपछि चाहिँ आम्लालाई एक साइडमा राखिदिनुहोस्। त्यहाँदेखि चाहिँ अब हामीहरू फेरि तेलको उयो गर्नुपर्छ, मसालाको लागि रेडी गर्नुपर्छ। त्यसको लागि चाहिँ मैले चाहिँ आज कुकिङमा राखेको छु इमामीको हेल्दी एन्ड टेस्टी मस्टर्ड ओइल। अनि त्यसको लागि चाहिँ मैले एउटा फेरि त्यही प्यानलाई बसालेर त्यसमा तेल हालेर चाहिँ त्यहाँदेखिको मसालालाई सानो आँच बनाएर अलिकति पकाएर त्यसमा रातो खुर्सानी र धुलो, त्यहाँदेखिको हल्दी पाउडर हालेर त्यहाँदेखिको मैले त्यो तेललाई आउँलामा हालेँ। त्यहाँदेखिको त्यो काटेको ग्रिन चिल्लीलाई पनि हालेर हल्का चलाएँ। त्यहाँदेखि यसमा मैले नुन पनि एड गरेको छु। नुन स्वादअनुसार नुन हालेको छु। नुन हालिसकेपछि त्यहाँदेखि फाइनल लुक चाहिँ यस्तो छ। अनि अब चाहिँ यसलाई चाहिँ जारमा एयरटाइट गरेर भरेर राख्नुपर्छ। सिसाको जारमा राखेपछि चाहिँ अचारहरू राम्रो हुन्छ। त्यहाँदेखि यसलाई चाहिँ बेला घाममा देखाउनुपर्छ। 7 to 10 डेजमा तपाईँको अचार रेडी हुन्छ खानुको लागि। टेस्टी भिटामिन सीले भरपुर, तपाईँको स्किन र हेयरको लागि साह्रै राम्रो आउँलाको अचार।